पल्ला छैन भन्छ, तौल्ने जोक्ने चाहिँ तपाईँको पल्ला छैन भन्छ। र त्यसले गर्दाखेरि चाहिँ हामीले मानव जीवन पाइसकेपछि चाहिँ यसरी हामीले मानवले गर्नुपर्ने मानवता भएर गर्नुपर्ने कुराहरू चाहिँ थुप्रो छ है। भगवान बुद्धको अब जुन चाहिँ अब भगवान बुद्धले आदेश दिनुभएको छ, जुन चाहिँ भगवान बुद्धले एडभाइस दिनुभएको छ है, धर्म देशनाहरू दिनुभएको छ, यो धर्म देशनाहरू अति नै एकदमै मिठास कुराहरू छ। र विशेष गरेर तपाईँहरूले यसरी गाउँमा गुम्बा बनाएर यसरी राखेपछि विशेष हामीले चाहिँ अब पञ्चशीललाई चाहिँ पालन गर्नुपर्ने कुराहरू हुन्छ है। र मैले अस्ति पनि तपाईँलाई यसरी केही कुराहरू जानकारी दिएको थिएँ है। र यसरी अब गाउँमा यसरी गुम्बा भएपछि हामीले घरमा छोसे मोटो राखिसकेपछि एक नम्बरमा हामी प्राणी हत्यादेखि टाढो रहनुपर्छ। त्यसैले भन्नुहुन्छ भगवान बुद्धले अब प्राणी पाद भेर मनी शिक्षा तपन्न समाधिमी भनेर भन्छ है। दिक्पचियङ मुजङसी भन्छ। भगवान बुद्धले के भन्नुपर्छ भने पञ्चशीलको प्रथमचोटि चाहिँ के भन्नुपर्छ भने यदि तिमी पक्का बुद्धिस्ट हो, तिमी मेरो दर्शन भेट गर्न चाहन्छौ भने चाहिँ अघि दर्शन भेट गर्न चाहन्छौ, तिमी पक्का बुद्धिस्ट हो भने प्राणी हत्यादेखि चाहिँ टाढो बस्नुपर्छ। प्राणी भन्ने कुरो चाहिँ सानो घुसुनादेखि लिएर ठुलो हात्तीसम्मलाई घात नगर्नु, नमार्नु र प्राणी घात गर्ने प्रेरणा समेत पनि नदिनु भनेर भन्छ। त्यसले गर्दा चाहिँ हामी बौद्धहरूले चाहिँ घरमा कु राखिसकेपछि गुम्बामा यसरी कुहरू राखिसके घरमा